फेरि हामी कक्षा 9 को बीजीय व्यञ्जकको एउटा महत्त्वपूर्ण हिसाब लिएर आएका छौँ, जुन छोटो प्रश्न उत्तरमा आउने गर्छ। परीक्षामा यो आउने सम्भावना धेरै बढी नै रहेको हुन्छ। भिडियो धेरै महत्त्वपूर्ण हुनेछ, अन्त्यसम्म हेर्नुहोला, लाइक, सब्स्क्राइब र सेयर गरिदिनुहोला। लौ हामी भिडियो सुरु गरौँ। सबभन्दा पहिले यो प्रश्नलाई हल गरौँ। तपाईलाई थाहा छ कि यो 4 को क्यूब हो, यो p स्क्वायर को अनि यो क्यूब को होल क्यूब गर्दा यति नै आउँछ, अनि यो 5 को क्यूब गर्दा भयो। त हामीले a क्यूब माइनस b क्यूब को फर्मुला लगाउने त 4p स्क्वायर क्यूब माइनस 5 अनि यहाँ कति हुन्छ त 4p स्क्वायर क्यूब को होल स्क्वायर अनि प्लस 4p स्क्वायर क्यूब इन्टु 5 प्लस 5 को स्क्वायर भयो। अब कति हुन्छ तपाईलाई थाहा लगाउनुहुन्छ कि कति हुन्छ त 16p को पावर 4 क्यूब स्क्वायर प्लस 20p स्क्वायर क्यूब प्लस 25 यति आन्सर हुन्छ। अब p क्यूब 1 माइनस 1 बाई p क्यूब को पत्ता लगाउने, यो पनि धेरै सजिलो नै छ किनकि 1 को क्यूब गर्दा पनि 1 नै आउँछ, त मैले 1 बाई p को होल क्यूब गरिदिए। अब a क्यूब माइनस b क्यूब फर्मुला लगाइदिनु, सेम टु सेम बन्छ p माइनस 1 बाई p इन्टु p स्क्वायर प्लस p इन्टु 1 बाई p प्लस 1 बाई p को होल स्क्वायर गर्दा पनि हुन्छ। मैले यहाँ ठुलो कोष दिदिए p माइनस 1 बाई p अनि p स्क्वायर यिनी p कट्छ त p स्क्वायर प्लस 1 प्लस 1 बाई p स्क्वायर लिँदा हुन्छ। ल यो तपाईको एन्सर भयो। धन्यवाद। अघिल्लो भिडियोको लागि बेल आइकन थिच्न नभुल्नुहोला।